यहाँ चाहिँ बुढाले वाचिप्पा बनाउनु हुँदैछ। खाउ लाग्छ त्यसो त बुढा चलाउनु गर्छ होला। यस्तो पाकेर चाहिँ भात हाल्नुपर्छ हौ। बुढाले चाहिँ यहाँ दामी बनाएर खिलाउनुहुन्छ तर मलाई मेरो बुढाले चाहिँ त्यसमा तितो भात दामी हुन्छ नि है। तितो भए चाहिँ राम्रो हुन्थ्यो है। त्यो तलनिर अस्ति थियो नि है। यहाँ चाहिँ अचारको लागि रेडी गर्नु हुँदैछ। वाचिप्पासँग चाहिँ पदेनाको अचार। पदिनाको अचार पिस्नुपर्छ। पदेना चाहिँ हेर्नुपर्छ र बाहिर छ कि छैन। छ अस्तिको पदिना। फाइनल्ली मेरो बुढाले पदिना पाउनु भएछ। अब पदिनाको अचार बनाउनुहुन्छ अरे। साथीहरू हाम्रो चाहिँ सिलौटो चाहिँ छैन हो। यस्तोमा पिसेर खानुपर्छ। के गर्नु रेन्टमा बसेपछि यसरी दुःख पाउँदो रहेछ। यसरी पिसेर खानुपर्छ। फाइनल्ली वाचिप्पा चाहिँ बन्यो है हाम्रो साथीहरू। कम्ती वाचिप्पाले हुँदैन हो। नानीहरू धेरै छ पिजीको त्यो भएर।